गुड मर्निङ साथीहरू। म चाहिँ बिहानै अब घर लिप्न तयारीमा छु। माटो र गोबर पानी तयार गरिसकेको छु। यसरी गोबर र माटोलाई मिक्स गरेर म तयार गर्दै थिएँ। आमा यतातिर रातो माटो भिजाउँदै हुनुहुन्थ्यो छेउछेउमा रातो लाउनुको लागि। म चाहिँ अब भुइँ लिप्न सुरु गरेँ। एक पाटा चाहिँ मैले लिपिसक्नु आँटेँ। त्यसपछि म अब फेरि माथिल्लोपट्टि लिप्न जान्छु। यो चाहिँ अगाडिपट्टिको भाग सिक्वा जुन चाहिँ अब भने चाहिँ मैले भुइँ चाहिँ लिपिसक्नु आँटेको छु। घाम पनि पुरै निस्किसक्यो। यति सकेपछि चाहिँ अब फेरि रातो लाउनु पर्ने हुन्छ छेउछेउ। रातो हाल्नुभन्दा पहिला चाहिँ अब म खाजा बनाउँछु। खाजामा चाहिँ चाउचाउ र थोरै रायो साग मिसाएर पानीमै बोइल गर्दैछु। भित्र लिपेर चिसो भएको कारणले गर्दाखेरि बाहिरै रक्सी पार्नेमा चाहिँ मैले खाजा बनाउँदैछु। ओइ भुन्डे भुन्डे के खानु हुने रे? अब कहाँ त चाउचाउ अन्डा चाउचाउ खानु हुने रे? ए ल लस। चाउचाउ चाहिँ यसरी सिम्पल बोइल मात्र गर्दैछु मैले। चाउचाउ चाहिँ पाकिसकेको छ। अहिले चाहिँ हाम्रो बाङाहरू आमा अनि नानीहरू हामी चाहिँ खान तयारी भइसक्यौँ। फाइनली अब हामी खाएँ ल। मम्मी पनि सोलबारी पुगिसक्नु भयो। 3 पानी सिस्नोको झ्याङमा भरे लाइक गर्नु होला। गुड दुध नमी नमी मिठो मिठो चाहिँ हामी खाजा खाइसकेर हैन अब कन्दनी लाउने बाँकी छ। लिप लाप सकिसक्यो। पोतपात बाँकी छ। हेर्नु होला। खाजा खाइसकेपछि चाहिँ रातो म यसरी लाउँदैछु। हाम्रो चाहिँ यसरी रातो छेउछेउमा बुट्टा जस्तै लाइन्छ। बिचमा चाहिँ दिपे पनि छेउछेउमा चाहिँ यसरी रातो हालिन्छ। गाउँको अर्गानिक रातो माटो। फाइनली मेरो घर लिपपोत चाहिँ सकेको छ। यो चाहिँ तल्लोपट्टिको भएको, यो चाहिँ अगाडिको भएको। यसरी भएको छ। लिपिसकेपछि चाहिँ बाहिरको भएको, भित्र चाहिँ मम्मीले लिप्नु भएको छ। किनभने मैले आधीसम्म चाहिँ लिपेँ मैले चाहिँ। त्यसपछि बाहिर चाहिँ पुरै मैले लिपिसकेको, भित्र चाहिँ आधी मात्र मैले यता लिपेर भित्रपट्टि चाहिँ मम्मीले लिप्नु भएको हो। किनभने त्यहाँ चाहिँ हाम्रो पितृहरू छ नि त। अब म सानोमा हुर्की खेली बढेको ठाउँ। अन्त त के भयो भन्दाखेरि इन्टरकास्ट बिहे गरेर चाहिँ अब म त्यहाँ पितृमा जानु मिल्दैन। त्यही भएर मैले लिप्नु पाइनँ। मम्मीले लिप्नु भयो।